हेलो एन्ड वेलकम ब्याक टु न्यू भिडियो। आज फेरि नयाँ भिडियोमा हजुरलाई स्वागत छ। आफ्टर लङ टाइम एउटा नयाँ रियाक्सन भिडियोको साथ आइसकेको छु। कुनै पनि ढिला नगरी भिडियोलाई स्टार्ट गरौँ। दिस भिडियो इज क्रिएटेड फर इन्टरटेनमेन्ट पर्पज ओन्ली। लेट्स स्टार्ट। के भयो मानिस सदस्य? के नियमावली कुन नियमावलीको कुन नियममा? माइक दिनुहोस्। पूर्ववक्ता ज्ञानबहादुर शाहीले सम्बोधनको क्रममा मान्य सदस्यलाई म यहीँनिर ध्यानाकर्षण गराउँछु। फेरि मान्य सदस्यले ज्ञानबहादुर शाही मान्यजीले बोलेको बेलामा नियमावली गर्नुभएको थियो भने म त्यति बेला यहाँलाई समय दिने थिएँ। त्यस कारणले यहाँले अहिले नियमावली यति बेला गरिरहनु भएको छ कि तत्पश्चात अर्को मान्य सदस्यले पनि बोलेर गइसक्नुभयो। त्यस कारणले यसमा मर्यादामा रहिदिनु होला। बस्नुहोस्। तपाईहरु जस्तै 64 सालमा धेरै मत ल्याएर भाँडोमा न भुइँमा भएको पार्टीको नेता मै हो। तपाईहरु त्यस्तै हुनुहुन्छ कि भन्ने चिन्ता त्यस्तो नभइदिए हुन्थ्यो भन्ने छ मलाई। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोस्। नेपालको संविधान धारा 2096 अनुसार खत्तम। आज पनि यहाँ आधी जति कुर्सीहरू खाली छन्। यो सदनमा आउनु मन लाग्दा आउने, आउनु मन नलाग्दा नआउने भन्ने खालको हो या के हो, यो विषयमा सभामुखज्यूले विचार गर्नुहोला भन्न चाहन्छु। अर्जेन्ट मेसेजहरू आइराखेको थियो। माथि यसरी राष्ट्रपतिको अगाडि फोन राखेर गर्ने शोभनीय नहुने भाव भएर यसरी चाहिँ टेबल मुनि चाहिँ फोन राखेर मेसेजहरू हेरिरहेको थियो। ठुला सिंचाई प्रणालीको आधुनिकीकरण अर्थमन्त्री निधायो भनेर यहाँ 10औं लाखलाई रमिता भएको छ आज। अब म प्रतिनिधि सभा नियमावली 2079 को मेरो खराब पानी छ, मेरो खराब पानी खराब बानी के भन्नु? I don't have any word to describe it. Let's see. बीचमै उठेर हिँड्नु भयो। यसलाई कसरी हेर्नु भएको छ तपाईले? उहाँ त्यसो गर्नु हुँदैन। उहाँ केटाकेटी पारा भयो त्यो। केटी पारा भन्छ हर्के डाका गाजा खाँदा नपाएर तल लागेर हिँडेको हो गजेरी भन्न त्यहाँ लाज पनि छैन ता डाकालाई नि। केही छ भने मान्यज्यूहरूले लिखित रूपमा अथवा मन्त्रालयमै ल्याएर दिँदा पनि हुन्छ। म चाहिँ बोलिन। भूमिका बाँझेन भने नेपाली हुँदैन, विदेशी हुनु। भूमिका बाँझेन भने नेपाली हुँदैन, विदेशी हुनु। तपाईले आज बोल्न पाउनु भएन किन हो? बोल्न पाएको नपाएको होइन, मैले म आफै नबोलेको। 65% पर्सी अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। पर्सेन्ट फेरि अब अर्को एउटा फेरि हुनु भयो। हिजो हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूलाई आलोचना लगाउनु भएको छ, त्यो कार्यक्रम बन्द गरियोस्। धन्यवाद। खगेन्द्र सुनवार भन्ने थियो, त्यो समय अनुहारै छोपिने चस्मा लाउने भड्डु जस्तो अनुहार गरेको नि। दुर्गा प्रसाईको टिप्पणी सुन्नु भएको छ तपाईले? सरी अर्थमन्त्री निदाउनु भएछ, झन् गजबले सुन्नुपर्ने नीति तथा कार्यक्रम हैन। ध्यान दिएर सुन्नु भएको होला नि त, त्यसलाई निदाएको पनि भन्दैन। गौतम बुद्ध सबै ठाउँमा आँखा चिम्लेर बस्नु भएको छ। गौतम बुद्धले आँखा चिम्लेर त गौतम बुद्ध सिरानी हाले सुते हो त। तपाईले भन्नु राजसभाको प्रेसिडेन्ट कार्यक्रम बहिष्कार गर्नुभयो, किन बहिष्कार गर्नुभयो? ल अब यहाँ भाइले आउँदै पछि भेटौँला है।
मान्य सदस्यहरू के का लागि उठ्नुभयो? डिप्रेसन। मैले सबै दलका विपक्षी दलका सबै मान्य सदस्यहरूले मलाई भेटघाट गरिसक्नु भएको छ र मैले उहाँहरूलाई समय निर्धारण गरिसकेको छु। त्यस कारणले सबै मान्य सदस्यहरूलाई बसिदिनलाई म अनुरोध गर्छु। मान्य सदस्य, मैले कारबाही प्रारम्भ गरेकै छैन। हामीले मौन धारण गर्नुपर्ने छ, हाम्रो केही विधि छ। त्यस कारणले यहाँहरू बसिदिनु होला, त्यसपछि म आकस्मिक समय दिनेछु। यहाँलाई फेरि अनुरोध गर्न चाहन्छु, यहाँले आसन ग्रहण गरौँ, गएपछि आकस्मिक समय दिने तयारीमा छु। म आकस्मिक समय दिन्छु। केपी ओलीका कारणले एमाले यो स्थितिमा आयो। अब तपाईँका कारणले गर्दा एमाले साँच्चीकै माटो मुनि अगाडि केपी ओलीका कारणले एमाले यो स्थितिमा आयो। अब तपाईँका कारणले गर्दा एमाले साँच्चीकै माटो मुनि अगाडि भएको के हो? अविलम्ब स्वास्थ्य परीक्षण गरेर ल दाजुले चाहिँ नमस्ते 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 ल हेर्नु न त्यसलाई आफ्नै पारामा के भन्ने, न गाली दिन मन लाग्छ न कराउनु मन लाग्छ। बिचरा हेर्नुहोस् न, उमेर 55को दिल 55को। ल हेर्नुहोस् न बिचरा। पर्दैन र हिजो महावीर पुनले त यसको स्वागत गरिरहनु भएको छ, किनकि उहाँ चाहिँ हुन्न अनि नबुझ्ने मान्छेले स्वागत गरेर के गर्ने? मूर्ख, त्यसको दिमागमा गु भरिएको। ये सब क्या देखना पड़ रहा है? म मान्य सदस्य महावीर पुनलाई समय दिन्छु, समय 5 मिनट। के भयो मान्य सदस्यज्यू? एक्लो मान्छे भनेर एउटा मान्ने भनेर एक्लो मान्ने भनेर चाहिँ हेला नगरियोस् है, किनभने अरूले 10, 15 मिनट, 20 मिनट, 30 मिनट पाउँदाखेरि मलाई चाहिँ 5 मिनट नदियोस्। सबैभन्दा ठुलो कुरा त के हो भन्दाखेरि विज्ञान प्रविधि मन्त्रालय, विज्ञान प्रविधि अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय छुट्टै खोल्नुपर्छ भन्ने मेरो जुन माग छ, त्यो मागमा चाहिँ सुनाइ भएको छैन। र यहाँ चाहिँ के आइरहेको छ भने प्राधिकरणबाट चलाउने अरे। किन भन्दाखेरि अर्को मन्त्रालय बनाउँदाखेरि विज्ञान प्रविधि मन्त्रालय भन्ने एउटा मन्त्रालय बनाइयो भने खर्च बढ्छ अरे, प्राधिकरण बनाउने अरे खर्च हुन्छ अरे। प्राधिकरण बनाएर विज्ञान प्रविधि अनुसन्धान तथा नवप्रवर्तन विकास हुन्छ भने अरू मन्त्रालय पनि शहरी विकासको पनि प्राधिकरण बनाएर त्यो मन्त्रालय किन चाहियो त्यो खबौँ र मान्य सदस्य आफ्नो भनाइ छोट्याउँ। ल म छोट्याउँछु, तर म चाहिँ मेरो आपत्ति छ। हेर्नु यो पुँजीगत खर्चको 1% भन्ने कुरा अहिलेको बजेटमा आउनै पर्छ। अहिलेको बजेटमा आएन भने फेरि म यो संसदमा बारम्बार हल्ला गरिरहन्छु। मान्य सदस्य इस सज्जन को क्या तकलीफ है भाई? मान्य सदस्यहरू, कुछ भी डिप्रेसन। यसरी हुँदैन। प्रधानमन्त्री बिनाको सरकार भन्नु पर्यो। ए फर्क भनिदेऊ न राय माइलाले गावै छाड्यो रे। मान्य सदस्यहरू, मान्य सदस्यहरू एकछिन शान्त रहिदिनुहोस्, एकछिन शान्त रहिदिनुहोस्। र हिजोको राष्ट्रपतिजीको सम्बोधनमा पनि त्यसमा विज्ञान भन्ने शब्द छँदै छैन। यो अहिलेको यो नेतृत्वहरूलाई विज्ञानसँग किन यति साह्रो रिस? विज्ञानले के खाइदिएको छ? अनुसन्धान
नवपरिवर्तन गर्दा संसार कहाँ भइसक्यो के साह्रो रिस गरेको पहिलाको पुरानो सरकारहरूले त गर्यो ठिक छ मैले पुरानो सरकारलाई के भन्थेँ भने उहाँहरू बुढा हुनुभएको छ अनि अलि दिमागले भेटेन होला गरेन अहिले बोले त भेट्नुपर्ने हो नि यो कुरा चाहिँ म चाहिँ एकदमै छ र यही कुराले रिस उठेर मैले हिजो बेलुका चाहिँ के गरेँ भने मेरो फेसबुकमा मैले यो सबै नेताहरूलाई श्राप दिन्छु भनेर कसैको पनि दिमागमा विज्ञान प्रविधि नवप्रवर्तन भन्ने कुरा यिनीहरूको दिमागमा पस्दै नबसोस् भनेर मैले श्राप दिएको थिएँ त्यो चाहिँ रिसको झोकमा गरेको हो माफी चाहन्छु यो कुरालाई सुधार्नुहोस् मेरो श्राप म फिर्ता लिन्छु ल किन यो समयमा श्राप दिनुभयो डाक्टर साहब नवप्रवर्तनलाई सहयोग नगर्नलाई लाग्दैन नि अब पितृले श्राप दिँदैन नर्कमा पनि हरिकङ्गाल बनाएर नर्कमा पठाउनु भन्ने किन डाक्टर साहब 10 वर्ष त चलाउला राष्ट्रपाले त्यसपछि फेरि अहिलेको जस्तो कुनै आन्दोलन हुन्छ अनि जान्छ किनभने अर्थतन्त्र बन्दैन विज्ञान प्रविधि नभइकन अर्थतन्त्र बन्दैन नबोल्नु न दाइ नबोल्नु न तपाईँ योप आजको लागि यति फेरि भेट्नेछु अर्को भिडियोमा बाई लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला